नमस्कार साथीहरू, के तपाईँ करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई लखपति बन्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपाल सरकारले हालसालै लिएर आएको करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन रु 100 भन्दा माथिको सामान किनेको हुनुपर्छ। यदि तपाईहरूले रु 100 भन्दा माथिको सामान किन्नुभएको छ भने बिल लिन नभुल्नुहोला। रु 100 भन्दा माथिको बिलहरू हजुरहरूले सब्मिट गर्न सक्नुहुनेछ। साथीहरू, मसँग अहिले दुईवटा बिल छन्। यहाँ म तपाईहरुलाई देखाउन चाहन्छु। मसँग यो दुईवटा फरक बिल छन्। एउटा कम्प्युटराइज बिल छ भने एउटा हातले लेखेको म्यानुअल बिल छ। साथीहरू, तपाईहरु के बुझ्नुपर्छ भने म्यानुअल बिल चाहिँ हामीले सबमिट गर्नुपर्छ भने तपाईले कम्प्युटराइज बिल यस्तो बिल लिनु भएको छ भने यो चाहिँ स्वतः तपाईको सबमिट भइसकेको हुन्छ। तपाईको मोबाइल ब्याङ्किङ वालेटमा हेर्न सक्नुहुन्छ। तपाईको त्यहाँ कुपन कोड भनेर आएको हुन्छ। त्यो कुपन कोड तपाईले म्याच गर्नुपर्ने हुन्छ। यदि तपाईको कुपन कोड म्याच गर्यो भने तपाईले प्राइज जित्न सक्नुहुनेछ। यदि तपाईहरुसँग यस्तो हातले लेखेको बिल छ भने हजुरले यो बिल लगेर सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गर्ने तरिका म तपाईहरुलाई सिकाउँछु। हेरौँ कम्प्युटर स्क्रिनमा। साथीहरू, तपाईहरु पहिला ird.gov.np मा गएर लगइन गर्नुपर्ने हुन्छ। त्यसैगरी ई सर्भिसमा गएर करदाता प्रोत्साहन उपहार कार्यक्रममा क्लिक गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ बिल दर्ता। त्यसैगरी नगदमा क्लिक गर्नुहोस् र तल आफ्नो बिलमा भएको विवरण हाल्नुहोस्। बिल नम्बर जस्तै मसँग रहेको छ बिल नम्बर, मैले बिल नम्बर हाने। त्यसैगरी प्यान नम्बर पनि हान्नुहोस्। मेरो रहेको छ प्यान नम्बर, यो मैले प्यान नम्बर हानिरहेको छु। प्यान नम्बर हानेपछि बिल लिएको मिति छनौट गर्नुहोस्। त्यसपछि बिलमा भएको रकम यहाँ हान्नुहोस्। त्यसपछि आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना यहाँ हान्नुपर्ने हुन्छ। नाम राख्नुहोस् आफ्नो। त्यस्तै गरी मोबाइल नम्बर राख्नुहोस्। मोबाइल नम्बर राखेपछि ठेगाना राख्नुहोस्। त्यसपछि सक्सेस भनेर देखाउँछ। त्यसपछि तपाईले पुरस्कार कुपन सिर्जना गर्नुहोस्। त्यसपछि यहाँ देखाएको छ नम्बर, तपाईको कुपन नम्बर देखाएको छ। यो नम्बर चाहिँ तपाईले आफ्नो मोबाइलमा स्क्रिनशट गरेर अथवा फोटो खिचेर राख्न सक्नुहुन्छ। यो नम्बर चाहिँ तपाईको कुपन नम्बर हो। यदि तपाईलाई पुरस्कार पर्यो भने यो नम्बर अनुसार पर्नेछ। त्यसैगरी तपाईले नयाँ भर्नको लागि फेरि ब्याक गर्नको लागि यहाँ क्लिक गर्नुहोस्। जस्तै तपाईले टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत सहकारी तथा ढुवानी साधन र हवाई टिकट खरिदमा चाहिँ तपाईले यो बिल दर्ता गर्न पाउनुहुन्न। त्यो बाहेक अरुमा तपाईले दर्ता गर्नुभयो भने पुरस्कार जित्ने सम्भावना बलियो रहनेछ। विजेताको सूची छ। यदि तपाईलाई पुरस्कार पर्यो भने अथवा उ भयो भने विजेताको सूचीमा गएर आफ्नो नम्बर चेक गर्न सक्नुहुन्छ। यदि परेको छ भने देखाउँछ। त्यो नम्बर म्याच भयो भने तपाईको विजेता हुनुभएको छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यस्तै भिडियोको लागि लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।